हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। होप यु गाइज आर फाइन। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला, सब्सक्राइब गर्न नभुल्नु होला। सो भिडियोलाई अनि अन्तिमसम्म हेरिदिनु होला। आजको भिडियो नयाँ क्यामेराबाट एकदम स्टेबल भिडियो आउनेछ। तपाईहरुले के कस्तो लाग्छ भिडियो हेरेर अन्तिममा कमेन्ट पनि गरिदिनु होला है। अब राइटमा के कस्तो हुन्छ म त्यो सबै कुराहरू देखेको कुराहरू भन्दै देखाउँदै बोल्दै हिँड्नेछु। सो ढिलो नगरी, समय छैन आज, अलिक म ढिलो उठेको, त्यही भएर लेट्स गो। मैले फाइनली गोप्रो लिइसकेँ र गोप्रोको अनबक्सिङ भिडियो पनि तपाईहरुले हेरिसक्नुभयो होला। त्यही गोप्रोबाटै चाहिँ भिडियो, गोप्रो क्यामेराबाटै भिडियो चाहिँ सुट गर्न हिँडिरहेछु। सो के कस्तो हुन्छ थाहा छैन। माइकले सपोर्ट गर्छ गर्दैन, अनि क्यामेराको भिडियो क्वालिटीहरू कस्तो आउँछ थाहा भएन। सो आज म अलिकति ढिलो निस्केको छु, किनभने म पानी पर्ला जस्तो भइरहेको थियो बिहान चाहिँ। अनि म त्यसपछि पानी पर्ला जस्तो भइरहेको थियो। त्यसपछि म जम्किन भन्दै बसिरहेको, फेरि सुति गएछु क्या, त्यही भएर अलिकति ढिलो भयो। सो अहिले चाहिँ लगभग 7:30 भइसकेको छ। त्यही भएर म धेरै होइन, छोटो राइड गर्नेछु। एकदमै खोकी लागिरहेछ, के भयो खोकी लागिरहेछ है मलाई। त्यस्तै हो, यहाँ पनि मौसम परिवर्तन हुन्छ, घरि पानी पर्ने, घरि घाम लाग्ने, गर्मी अत्याधिक हुन्छ यता मलेसियामा चाहिँ। त्यही भएर मौसम परिवर्तनले गर्दा चाहिँ एकदमै घाँटी दुख्ने, रुगामार्गी लाग्ने त भइ नै हाल्छ। सो म चाहिँ सिडीमा हिँड्दैछु। आकाशी पुल, के नेपालमा आकाशी पुल भन्छ, यहाँ त के भन्छ थाहा छैन यहाँको भाषामा। यस्तो पुलहरू चाहिँ यहाँ ठाउँमै हुन्छ। मतलब यस्तो स्कुलहरू, गुम्बाहरू अनि मस्जिदहरू भएको ठाउँमा चाहिँ यस्तो रोडको एरियामा छ भने यस्तो पार गर्नको लागि आकाश पुल लगाइदिन्छ। त यो चाहिँ पुरा मस्जिद हो। अब क्यामेरा तेर्साएको देख्यो भने मार्छ होला। आकाशी पुलबाट झरेर पनि हिँडिसकेँ। अब चाहिँ सिधै जाने हो। त्यही तल हाइवेबाट घुमेर रुम पनि पुग्छ। अनि 8 बजीदेखि कामहरू सुरु हुन्छ हाम्रो पनि, तपाईँहरूलाई थाहा छँदैछ। त्यही भएर म नन स्टप जानेछु। कस्तो क्यामेरा किनियो है, पहिला फोनबाटै बनाइन्छ, अहिले क्यामेरा किनिएको छ। अब भिडियो बनाउनु त्यति कन्फिडेन्ट छैन क्या, त्यही भएर आफूले बनाएको भिडियो आफैलाई अलिकति नराम्रो पनि लाग्छ। त्यही पनि के गर्नु, आफूले बनाउनु सकेको त्यति नै हो। त्यही भएर म चाहिँ त्यस्तै भिडियो पनि पोस्ट गरिदिन्छु। अब भिडियो पोस्ट नगरौँ पनि नहुने, एकदमै साइकल कुदाएर नि एकदमै थाक्ने यार, के हो कहिले बानी लाग्ने। यस्तो राम्रो बाटो छ, चिल्लो बाटो है।
अब यस्तो चिल्लो बाटोमा पनि कुदाउँदा पनि चाहिँ थकाइ लाग्ने क्या, दिमाग खराब हुन्छ यार। के गर्ने गाइस, यस्तै छ। अब यताबाट गाडी आयो, बाइक आयो। यताहरू हेर्दैन यार, गाडी यता उयो भइसक्यो, मोबाइल चलाउँदै बस्छ। मलाई बाटो छेक्छ मलाई फेरि क्यामेरा भिरेर हिँडिरहेछ है, मान्छेले हेऱ्यो भने लाज लागिहाल्छ कि के हो, बानी नभएर कि। त्यही भएर म कटिहालेँ क्या, नभए उनीहरूलाई जानु दिउँ भनेर चाहिँ म रोकिया थिएँ। यहाँको घाम यस्तो कडा छ नि, हिजो आज भर्खर मात्र निस्किरहेछ घाम, नाका डक्स यस्तो साह्रो छाला तताउँछ। कोही ठाउँ चाहिँ बाटो खत्तम यार, खत्तम। म यहाँ तलबाट चाहिँ हाइवे क्रस गर्ने बेला चाहिँ क्यामेरा एङ्गल चेन्ज गरेर मात्र जाने हो, ए ट्राफिक लाइट छैन। सो फाइनली गाइस म चाहिँ हाइवेमा आइपुगेँ। अब यहाँबाट थोरै तल जाने, अनि त्यसपछि लेफ्ट लाग्ने, थोरै ओह्रालो झर्ने, त्यसपछि लेफ्ट लाग्ने, रुममा पुगि नै हाल्छ। अङ्कल वान वे बाटोमा उल्टो आउँछ हौ, यो त अलिक स्पिड जाउँ है, केही छैन। अब यहाँबाट चाहिँ म लेफ्ट लाग्छु, क्यामेरा एङ्गल चेन्ज गर्नु पऱ्यो। गाइस मैले चाहिँ क्यामेरा एङ्गल चेन्ज गर्ने भनेको यही भाँचिएकै, दिमाग खराब यार। देख्न सक्नुहुन्छ भाँच टुटिरहेछ, यो मात्र अलिक कसेको प्राक्कै गइहाल्यो दिम। सो पहिलाकै एङ्गलबाट चाहिँ मैले भिडियो लिँदैछु, अब भएन। त्यो कस्तो भाँचिएले प्राक्कै हेर, अहिले कस्तो नमजा आयो भने नि आफ्नो फेसतिर फर्काएर यहाँबाट चाहिँ रुमसम्म जाउँ भनेर सोचिरहेको थिएँ। दिमाग खराब थियो, केही छैन गाइस, कहिलेकाहीँ हुन्छ यस्तो, आफूले कामहरू गर्दै जाँदा यस्तै हो। सो आजको भिडियो यति नै गाइस, के कस्तो लाग्यो, थ्याङ्क यू फर वाचिङ, बाई।